सम्पूर्णमा जय मसीह र आजको वचनको सेवकाईमा म फेरि स्वागत गर्न चाहन्छु र आज विशेष गरी मानव जाति र पापको शीर्षकमा रहेर तपाईको बीचमा आज म बोल्ने छु र परमेश्वरको अनुग्रहले आज हामी सबैजना सुरक्षित छौं र आफ्नो ठाउँमा तपाईहरुले यो वचन सुन्ने मौका पाउँदै हुनुहुन्छ र यो वचनद्वारा तपाईलाई परमेश्वरले आशिष दिनुभएको होस् र मानव जातिलाई परमेश्वरले आफ्नै स्वरूपमा बनाउनु भएको कुरा हामी उत्पत्ति 1 को 26 र 27 मा पाउँदछौं। उत्पत्ति 1 को 26 ले भन्दछ, अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाओ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्छीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। र 27 ले भन्दछ, यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनलाई सृष्टि गर्नुभयो। परमेश्वरले हामीलाई एउटा पहिचान दिनुभएको छ, नर र नारी अथवा पुरुष र स्त्री, र मानिसलाई हामी एउटा मानिस भनेर एउटा पहिचान गरिएको छ र त्यो मानिसले हामीले पृथ्वीमा रहेका हरेक कुराको अधिकार गरून् भनेर परमेश्वरको वचनमा लेखिएको छ। र मानिस जाति परमेश्वर जस्तै सिद्ध कहिले हुन सक्दैन। यदि सिद्धतालाई हेर्नु भनेपछि परमेश्वर हुनुहुन्छ, जो सृष्टिकर्ता हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, र परमेश्वर आत्मा हुनुहुन्छ। उहाँसँग फिजिकल यो शारीरिक बडी छैन, तर परमेश्वर एउटा आत्मा हुनुहुन्छ। परमेश्वरको वचन यूहन्ना 4 को 24 ले पनि भन्दछ, परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्दछ। परमेश्वरका विशेषताहरू, गुणहरूलाई नै हामी उहाँको प्रतिरूप मान्न सक्छौं। उहाँका विशेषताहरू जस्तै प्रेम, धैर्यता, क्षमा, दया, विश्वासता र परमेश्वरमा रहेको त्यो उहाँमा पनि एउटा इमोसन र फिलिङ्सका कुराहरू रहेको छ, र ती कुराहरूले नै हामी उहाँको गुणको प्रतिबिम्ब गर्न सक्छौं। प्रतिरूप अथवा उहाँको स्वरूप भन्ने बित्तिकै एउटा फिजिकल बडीलाई हामी लिँदैनौं, तर परमेश्वरको स्वरूप भन्ने बित्तिकै उहाँका विशेषताहरू, उहाँका गुणहरू, उहाँमा रहेको त्यो फिलिङ्स, भावनाहरू मानव जातिमा पनि रहेको कुरा बाइबलले भन्दछ। र मानिसको परीक्षा र पतनको विषयमा बाइबलले भन्दछ। उत्पत्ति 3 को 6 ले भन्दछ, जब स्त्रीले त्यसको रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यसको रुखको फलको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यसको रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। यहाँ चाहिँ त्यो फल चाहिँ एकदमै रहर लाग्दो, एकदमै खाउँ जस्तो, एकदमै आकर्षित फल थियो, र बुद्धि पाउनलाई, ज्ञान पाउनलाई त्यो रुखको चाह गर्नु पर्दो रहेछ भन्ने कुरा हब्बाले अथवा मानिसले त्यो कुरा देख्यो र उनीहरूले त्यो फल खाए। यहाँ हामी स्पष्ट देख्छौं कि आदम र हब्बाले असल र खराबको ज्ञान पाए। उनीहरूले असल र ज्ञानको ती कुराहरू पाए तापनि उनीहरूले पाएको चीज चाहिँ अनाज्ञाकारिताको कारणले पाएको छ। उनीहरूले आज्ञा उल्लङ्घन गरेर ती कुराहरू प्राप्त गरे। परमेश्वरले उनीहरूलाई त्यो नखानु, नछुनु भन्दा पनि उनीहरूले सबै कुराहरूलाई बिर्सिकन असल कुरा त पाए, तर दुष्ट तरिकाले पाए।
अनाज्ञाकारी तरिकाले पाएको कुरा हामी बाइबलमा पाउँदछौँ। परमेश्वरले हामी सबैलाई स्वतन्त्र अधिकार दिनुभएको छ र आदम र हव्वालाई पनि त्यो स्वतन्त्रता परमेश्वरले दिनुभएको थियो र आज त्यो स्वतन्त्रतालाई हामी कसरी प्रयोग गर्दैछौँ? स्वतन्त्र हुनु भनेको जे मन लाग्यो के गर्नु होइन, तर परमेश्वरमा रहेर, परमेश्वरको इच्छामा रहेर विभिन्न कामहरू गर्नु असल मानिन्छ। शैतानले यहाँ आदम र हव्वालाई परीक्षा गरेको छ र उनीहरूले त्यो कुरा अनुभव गर्न, के कुरा पाउनको निम्ति त्यो परीक्षालाई विजयी हुन सकेन। र त्यो परीक्षा यस्तो थियो कि उनीहरूलाई लोभ्यायो, त्यो कुरा गर्न उक्सायो र के पाउँछ कि भन्ने कुरा उनीहरूको जीवनमा आयो। र हामी यहाँबाट के स्पष्ट हुन्छौँ कि गलत तरिकाबाट अथवा गलत तरिकाबाट हामी कुनै नयाँ चिज, कुनै असल चिज प्राप्त गरे तापनि त्यो गलत नै मानिन्छ। यद्यपि त्यो हामीले सही चिज नै पायौं, उपयोगी चिज नै पायौं, तर गलत तरिकाले यदि हामी त्यो चिज प्राप्त गर्छौं भनेपछि त्यो गलत नै हो। जस्तै चोरी गरेको व्यक्तिले कुनै पैसा, कुनै धन, कुनै सम्पत्ति चोरी गर्ला। पैसा, धन एक हिसाबले असल हो, तर उसले चाहिँ चोरी गरेर त्यसलाई प्राप्त गर्यो र त्यो चोरी गर्नु नै गलत तरिका हो। यदि असल तरिका, यदि राइट वेबाट त्यो पैसा प्राप्त गर्यो, आफूले मिहिनेत गरेर, दुःख गरेर, परिश्रम गरेर त्यो पैसा अथवा सम्पत्ति सही तरिकाबाट हासिल गर्छ भनेपछि त्यसलाई असल मानिन्छ। र व्यभिचारलाई एउटा पाप मानिन्छ। आज संसारमा व्यभिचारका पापमा थुप्रै व्यक्तिहरू फँसेको छ र व्यभिचार त्यो मानिन्छ, विवाह भित्रकोलाई व्यभिचार मानिँदैन, तर विवाह बाहिर कुनै पनि व्यक्ति, कुनै पनि स्त्री अथवा नर र नारी बीचको त्यो गलत सम्बन्धलाई व्यभिचार मानिन्छ। त्यो व्यभिचार अथवा यौन सम्बन्ध अथवा यौनका कुराहरू विवाहभित्र छ भनेपछि त्यो असल हो, तर विवाहभन्दा बाहिर छ भनेपछि त्यो गलत हो। एक पक्षबाट त्यो असल हो, एकदमै असल हो यौनका कुराहरू, तर गलत तरिकाले यसलाई पाउनु एकदमै गलत हो र त्यो व्यभिचार हो र त्यो परमेश्वरको दृष्टिमा एकदमै गलत मानिन्छ। र अर्को कुरा रहेको छ भ्रष्टाचार। जब कुनै व्यक्तिले भ्रष्टाचार गरेर पैसा पाउँछ अथवा कुनै चिज हासिल गर्छ, कुनै चिज पाउनु, असल चिज पाउनु राम्रो हो, तर गलत तरिकाले, भ्रष्ट तरिकाले पाउनु चाहिँ गलत हो। यसरी नै आदम हव्वाले पनि असल थोक पाए, असल चिज पाए, तर अनाज्ञाकारिताले उनीहरूले गलत तरिकाले त्यो चिजलाई प्राप्त गरेको छ। परमेश्वरको विरुद्धमा गएर शैतानको कुरालाई मानेर र आफ्नो इच्छा पूरा गर्नको निम्ति, हैन, हव्वाले अथवा त्यो स्त्रीले, यहाँ पाउँदछौँ असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यसको रुखको चाह गर्नुपर्ने रहेछ भनेदेखि, है, त्यसको इच्छा पो गर्नु पर्दो रहेछ, त्यो फल पाउन पो इच्छा गर्नु पर्दो रहेछ भन्ने कुरा, त्यो एक्सपिरियन्स लिन, त्यो पाउने इच्छा, हैन, उसको मनमा आयो र त्यो लोभ र परीक्षाले उनीहरूको जीवनमा उनीहरूले त्यो कुरालाई पाउन खोजे र पापले मृत्यु ल्याएको कुरा हामी बाइबलमा पाउँदछौँ। पापले दुष्ट अथवा दुष्ट कामले दुष्ट काम नै गर्न प्रेरित गर्दछ र एउटा पापले अर्को पाप गर्न प्रेरित गर्दछ भन्ने कुरा पनि हामी बाइबलमा पाउँदछौँ। याकुब 1:14 भन्दछ, तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ अनि पाप पुरै बढेपछि त्यसले मृत्यु ल्याउँछ। जब मानिसले पहिलो पाप गरे तब उनीहरूको जीवनमा
ब्लेमिङ, एकले अर्कालाई ब्लेम गरेको थियो। उसले गर्दा यो भयो भन्ने कुरा हामी आदमले भनेको पाउँदछौँ। तपाईँले बनाउनु भएको स्त्रीले गर्दा अथवा उसले चाहिँ हब्बालाई दोष गरेको छ, दोष दिएको छ। र यसरी अझ पापका कुराहरू बढेको कुरा हामी पाउँदछौँ। हत्याका कुराहरू, व्यभिचारका कुराहरू संसारमा यसरी नै फैलिएको छ। एकले अर्को पापलाई जन्माउँदै र थप्दै गएको छ। उदाहरणका लागि दाउद राजा एक असल राजा थिए। दोस्रो सामुएल 11:2 र 4ले भन्दछ, तिनले एउटा स्त्रीलाई देखे जुन चाहिँ हित्ती उरियाको पत्नी बत्सेबा थियो। उनी नुहाइरहँदा दाउदले त्यो स्त्रीलाई देख्दछ। अति सुन्दरी स्त्री थिए र दाउदले तिनीसँग सहवास गरे र त्यो गलत थियो। र हित्ती उरिया एकदमै असल व्यक्ति थिए। ऊ लडाईबाट थाकेर आए तापनि उसले राजाका दासहरूसँग मूल ढोकामा सुतेको छ त्यो दिनमा। र उसले किन आफ्नो घरमा जाँदैनौ, आफ्नो पत्नीसँग सुत्न जाऊ, आफ्नो घरमा जाऊ भन्दा पनि उसले के भन्दछ भनेपछि 11 को हामी पाउँदछौँ 11 पदमा, दोस्रो सामुएल 11:11 मा उरियाले उत्तर दियो, इजरायल र यहुदा र सन्दुक पनि पालमा छन् अनि मेरा स्वामी योआब र हजुरका अधिकृत खुल्ला मैदानमा पालमा छन्। म त यसरी खान र पिउन र मेरी पत्नीसित सुत्नलाई घरमा जाउँ। हजुरको जीवनको शपथ खाएर भन्छु कि म त्यस्तो गर्न सक्दिन। उसको जीवन एकदमै असल थियो। उसमा असल किसिमको भावना थियो र प्रेम थियो र उसले आफ्ना मित्रहरू अथवा स्वामी भनेको छ, उसका स्वामीहरू अथवा अधिकृतहरू खुला मैदानमा थिए, मतलब लडाईमा थिए र उसले आफू चाहिँ एउटा असल ठाउँमा गएर सुत्न खान उसले मानेन, उसको हृदयले मानेन। यी कुराहरूबाट हामी स्पष्ट हुन्छौँ कि हित्ती उरिया एकदम असल व्यक्ति थिए, तर हित्ती उरियालाई दाउदले मार्न लगाएको छ। र 17 पदमा हेर्छौँ भनेपछि दोस्रो सामुएल 11 को 17ले भन्दछ कि हित्ती उरिया मारिए। र दाउद राजाको पहिलो खराब इच्छाले दोस्रो अझ गलत इच्छा जन्माएको छ। उसले बेत्सेबासँग सहवास गरे, त्यो गलत थियो र उसलाई पाउनको निम्ति उसले उनको पतिलाई मारेको छ। र उसको जीवनमा त्यो पापको परिणाम उसले पछि गएर भोग्नु परेको छ। उसको परिवारमा गलत कुराहरू भएको छ, मृत्युहरू आएको छ। र रोमी 6:23ले पनि भन्दछ हामीलाई, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो। र पापले मानवीय जीवनमा मृत्यु ल्याएको कुरा हामी कुराबाट रोमी 6:23बाट हामी स्पष्ट हुन्छ। पापले बिछोड ल्याएको छ। रोमी 3:23ले भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। केही पापहरू ठूला देखिन्छन्, जस्तै हत्या, हिंसा, चोरी, व्यभिचार। र केही पापहरू हाम्रो नजरमा सानो हुन सक्छ, तर सबै किसिमको पापले हामीलाई पापी नै बनाउँछ र परमेश्वरदेखि हामीलाई त्यसले
अलग गराउँछ। पापले सधैँ परमेश्वरदेखि अलग गराउँदछ, तर ख्रीष्ट येशूमा यदि हामी क्षमा माग्छौँ भनेपछि उहाँमा यी कुराहरूको क्षमा पनि छ। यसैया 59:2 भन्दछ, र तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूका कुरा सुन्नुहुने छैन। पापको कारणले गर्दा परमेश्वर र मानव बीचको सम्बन्ध अलग हुन्छ, र पापको कारणले गर्दा यहाँ भनिएको छ उहाँले तिमीहरूबाट मुहार छेकेको छ, तिमीहरूबाट पापले गर्दा है, र उहाँले तिनीहरूको कुरा सुन्नुहुने छैन। यी सबै कुराहरू पापको कारणले भएको छ। हिब्रू भाषामा हेर्ने हो भने पापलाई खता भनेर भनिन्छ, र ग्रीक भाषामा हामर्टिया भनेर भनिन्छ। हामर्टियाको मतलब चाहिँ त्यो समयमा तीर हुन्छ, जुन तीर कुनै ठाउँमा कुनै टार्गेटमा लाग्नु पर्ने हुन्छ, तर त्यो त्यसमा लाग्दैन, त्यो टार्गेटमा लाग्दैन भनेपछि त्यसलाई हामर्टिया भनिन्छ। र यसैलाई प्रतिनिधित्व गर्दै पाप चाहिँ यस्तो हो जसले हामीलाई परमेश्वरको त्यो शुद्धता पवित्रतासम्म पुग्न हामी चुक्यौं, हामीले त्यो टार्गेटलाई मिस गर्यौं। जुन परमेश्वरले हामीलाई सिद्धता दिनुभएको छ, त्यो पापले हामीलाई भड्काएको छ, त्यो टार्गेटसम्म पुग्न हामीलाई दिँदैन। र अर्को रहेको छ परमेश्वरले, र परमेश्वरमा हामी ख्रीष्टद्वारा सिद्ध भएका छौं। परमेश्वरको वचनले भन्दछ हामीलाई कि हामी ख्रीष्टद्वारा सिद्ध भएका छौं। हिब्रू 10:4 भन्दछ, किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइदैछन्, तिमीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ। हामी एउटै बलिद्वारा सिद्ध भएका छौं, त्यो ख्रीष्टको कारणले हामी सिद्ध भएका छौं। र सिद्ध भन्ने बित्तिकै हामी परमेश्वर जस्तै हामी छैनौं र हुन पनि सक्दैन। सिद्ध भनेको के कुरामा छौं भनेपछि, जसरी मानव र परमेश्वर बीचको सम्बन्ध अलग भएको थियो, र परमेश्वरको सामुन्ने मानव हामी उभिन सक्ने हामीसँग त्यो सामर्थ्य थिएन पापको कारणले गर्दा, तर ख्रीष्टको रगतले, ख्रीष्ट येशूको कारणले हामी परमेश्वरको अगाडि उभिन सक्ने कुरामा हामी सिद्ध छौं। र पापले त्यो सिद्धतालाई हामीबाट खोसेको थियो। परमेश्वरको अगाडि उभिन योग्य हामी पापको कारणले हुन सकेनौं। पापले हामीलाई सिद्धतातर्फ लम्किनदेखि भड्काएको छ, र पापले हामीलाई त्यो परमेश्वरसम्म पुग्ने र परमेश्वरसँग रहने कुरादेखि हामीलाई असफल बनाएको छ। तर ख्रीष्टको त्यो बलिले, परमेश्वरको त्यो प्रेमले र ख्रीष्टको रगतले हामीलाई परमेश्वरको अगाडि उभिन सक्ने र परमेश्वरसँग रहन सक्ने एउटा सिद्धता हामीले पाएका छौं। यहाँ चाहिँ विशेष गरी सिद्धता भनेको चाहिँ
परमेश्वरमा हामी के कुरामा सिद्ध छौं भनेपछि हामी उहाँसँग रहन हामी सिद्ध भएका छौं। यी सबै कुराहरू ख्रीष्टको प्रेमले सम्भव भएको छ। यी सबै कुराहरू, यी पवित्रताका कुराहरू ख्रीष्टद्वारा नै सम्भव भएको छ। आज हामी विश्वासी जनहरू र ख्रीष्टलाई पाएका व्यक्तिहरू हामी सिद्ध छौं र त्यो सिद्धता र त्यो पूर्णता चाहिँ हामीले ख्रीष्टबाट पाएका छौं। यूहन्ना 3:16 भन्दछ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। कि आज हामी सिद्ध छौं ख्रीष्टमा? कि आज हामीले त्यो सिद्धता पाएका छौं? कि आज हामी परमेश्वरको अगाडि उभिन योग्य छौं? हामी विचार गरौं, पाप बिना हाम्रो जीवन कस्तो हुन्छ? हामीमा आउने विभिन्न परीक्षाहरूसँग हामी कसरी लड्दैछौं? र परमेश्वरले दिनुभएको त्यो सिद्धतालाई हामी के सम्झन्छौं? कि हाम्रो जीवनमा ख्रीष्टको कुराहरू छन् कि पापका कुराहरू छन्? कि हामी पापलाई, हाम्रो व्यवहारलाई अझ सिद्ध बनाउने कोसिस गर्दैछौं? र ख्रीष्टको वचनले हामीलाई भन्दछ मत्ती 5:48ले, यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ। आज परमेश्वरको वचनले हामीलाई यी कुराको उत्साह दिँदछ कि हामी पनि परमेश्वर जस्तै सिद्ध हुने कोसिस गर्नुपर्दछ। आजको वचनले तपाईलाई के कुराहरू, के आशिषका कुराहरू तपाईहरुको बीचमा मैले राख्न सके भन्ने म विश्वास गर्दछु। पक्कै पनि परमेश्वरले तपाईलाई यो वचनद्वारा आशिष दिनुहुनेछ। धन्यवाद।